परित्याज्यम माम एकम म एक ईश्वरलाई मात्रै याद गर। माम एकम शरणम भज मेरो शरणमा आऊ। अहम त्वा अहम भनेको म, त्वा भनेको तिमीलाई। अहम त्वा सर्व पापेभ्यो भनेको सर्व भनेको सबै, पापेभ्यो भनेको पापहरूबाट। अहम त्वा सर्व पापेभ्यो मोक्ष इष्यामि मा सुच। मा सुच भनेको चिन्ता नगर। संस्कृतमा मा शब्द आयो भने छुट्टै मा आयो भने के हुन्छ, होइन भन्ने अर्थ लाग्छ। मा सुच, सुच भनेको चिन्ता नगर। मा सुच सर्व पापेभ्यो अहम त्वा सर्व पापेभ्यो मोक्ष इष्यामि मा, म तिमीलाई मोक्ष प्रदान गर्छु। आफ्नो एउटा सिद्धान्त हुनुपर्छ, आफ्नो एउटा अठोट हुनुपर्छ। मनले जे हरायो त्यतैतिर, मनले जे भन्यो त्यतैतिर गयो भने इन्द्रियको बसमा परिन्छ। इन्द्रिय भनेका नाक, कान, आँखा, मुख, जिब्रो, छाला, यी जुन पञ्च सेन्स अर्गान्सहरू छन्, यिनीहरू हामीहरू इन्द्रिय भन्छौँ। यिनीहरूको राजा भनेको को हो? मन हो। यो मनले तपाईँलाई घरि दुखी बनाउँछ, घरि तपाईँलाई यही मनले सुखी बनाउँछ। मन एव मनुष्याणाम मोक्ष कर्म बन्धयो भन्छ। मन नै मोक्षको कारण हो र मन नै दुःखको कारण हो। बाँकी केही चिज होइन। संसारमा थपिने घट्ने चिज त चलिरहन्छ, जाने अन्तिममा केही पनि होइन। तर पनि मलाई यति आयो भने यही मन खुसी हुन्छ, मेरो यो गयो भन्ने हुन्छ। जब मेरोसँग लिपासिएर बस्छ नि कुनै पनि चिज, मेरो 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 भने पछाडि संरक्षण गर्नुपर्छ, तर त्यसमा आसक्ति भएर बस्नु हुँदैन भन्छ शास्त्रले। है, आसक्ति नहुनु, समृद्धि गर्नु, धर्म अर्थ काम मोक्ष यी चारवटा कुराहरूमा पुरुषार्थ गर्नु। तिमीले सबैभन्दा पहिलो धर्म गर्नु, धर्म पुरुषार्थ गर्नु। धर्ममा भनेको पहिलो धर्म भनेको आफूलाई निरोगी राख्नु, सबैभन्दा पहिलो धर्म। धर्मार्थ काम मोक्ष, धर्म अर्थ काम मोक्ष, धर्मार्थ काम मोक्षाणाम मारोग्यम मूलमुत्तमम। यति चारवटा पुरुषार्थहरूमध्ये आरोग्यता चाहिँ सबैभन्दा पहिलो नम्बरमा आउँछ। आरोग्य भनेको निरोगी रहनु, निरोगो देह, निरोगी रहनु चाहिँ पहिलो धर्म कमाउनु हो। धर्मार्थ काम मोक्षाणाम मारोग्यम मूलमुत्तमम रोगास्तस्य अपहर्तारः श्रेयसो जीवितस्य च भन्छ। रोगी भएर बाँच्नुभन्दा निरोगी भएर बाँचेको सबैभन्दा राम्रो भनेर भन्नुभएको छ। धन्यवाद छ हजुरहरूलाई। अब आज हामी प्राणायामको अभ्यास